हेलो गाइज, आज चाहिँ हामी पोर्ट च्यालेन्ज गेम खेल्न छौँ। हामी दाई भाउजू म ल सिजर पेपर रकमा चाहिँ दुईजनाले मिल्दैन, तीनजनाले मिल्दैन, त्यही भएर हामी चाहिँ हात उठाउनेवालामा ल रेडी 1 2 3 गो 1 2 3 गो पोर्ट निकालेर राख्नु पोर्ट तपाईँ म चाहिँ के गर्दा नि फर्स्टमा भयो अब मेरो पालो अनि त्यहाँदेखि पालो फेरि कस्तो अनि पर भइहाल्छ होइन ए सिजर पेपर रक मै भयो ल अब मेरो पालो भाउजू भयो अनि तपाईँको पालो यसरी नै भयो यसरी नै भयो छोकी है गाइस सुरु है त ल तपाईँको पारा आउँदैन बढ्ने भने 5 आउँछ 4 वटा भयो 4 भयो एकचोटि त त्यसै खानु त लाग्छ बेचिरहनु एकचोटि 5 वटा चाउमिन दिउँ एकचोटि खाने 4 कसरी हुन्छ 10 वटा खाए पनि एकचोटि एक बाइटमा एउटै हुन्छ एउटै गर्छ है भाउजू 10 वटा मोमो खाए पनि एक बाइट भयो एक बाइट पुग्दैन तपाईँको पारा खाने हो तपाईँ छा आउँदै अब 5 वटा लिएर आछ अनि त्यसको के लिएर हम त रिसाएको अब यो चाहिँ नहटाइसक्यो त्यो पालै आउँदैन त्यो मोमो नि गयो सबै मोमो ल्याउनु खानु पाउँदैन भनेर टेन्सन भइसक्यो खाल्दैन म मेरो भाग छुटाएर दियो अहिले म मेरो भाग दिन्छु क्या नरिसाउनु यति राख्नु नसलाउने 500 भयो चलाउन नमिल्ने नचलाउनु मलाई कमाउँछ भन्नु होला नचलाउनु नानी तिमीलाई धेरै आउँछ नचलाउनु हो कि होस् जे भन्नु भयो मोमो सकिसक्यो छिटो ल्याए छिटो आराम दिनभरि खायो भने त अनि ल भनेर हुन्छ त आफूले जसरी सक्छ त्यसरी पो हाल्नु त्यस्तो हुँदैन तिम्रो पनि पाल्नु हुन्छ ल ए कमाउँछ मेरो पालै आएन त्यहाँ 10 वटा मोमो त सिधिहाल्यो फुटेर हात पर्यो खाएर भने हाम्रो खानु मोमो चाहिँ लेखेर लोबिन्छ ठुलो खाने खाँदैछु म टाइगर बनायो भने बिचरा 3टा भयो